कार्यालयबाट पाउनुभएको हुनुहुन्छ सबै साथीहरू। अब 2 दिन त गइहाल्यो होइन, भ्याकेसनमा गइहाल्यो। तर अब कति कुराहरू छन् जुन चाहिँ हामीले बुझेको कुराहरू अब प्रयोग गर्ने बेला आयो भन्ने हो। अब बिरामी आउँदाखेरि गाउँको बिरामी आउँदाखेरि अब अतालिनु पर्दैन भन्ने त बुझ्यो होइन। अब के गर्नुपर्छ भन्ने बुझिहाल्छ। अब त्यही तरिकाले गर्ने। केही समस्या पऱ्यो भने जहिले बोल्न लाग्ने हुन्छ। हाम्रो फोन त हामीले बिरामीलाई पनि ल्याएको छौँ, बिरामीलाई हामीले फोन गरिराखेको छौँ। तपाईँहरूले फोन गर्नु त हामी त खुसी हुन्छौँ है, तपाईँहरूलाई अलिअलि गाइड गर्न पाइयो। अहिले फेरि विभिन्न टेक्नोलोजी छ, एपहरू छ जसबाट तपाईँले बिरामीलाई भिडियोमै हामीलाई देखाएर कुरा गर्न सक्नुहुन्छ। त्यस्तो छ निःशुल्क फेरि त्यो पनि होइन। त्यसो गर्दा तपाईँहरू पटक्कै धप मान्नु पर्दैन, जति बेला पनि तपाईँले कल गर्न सक्नुहुन्छ। हामीले बिरामीले हामीलाई राति 12 बजे पनि कल गरिरहेको छ, समस्या छैन। किनभने उनीहरूलाई समस्या परेर फोन गर्ने हो, हामी डाक्टर भएको त्यही समस्या समाधान गर्न सकिन्छ भनेर भएको हो। डाक्टर भनेको तपाईँले फोन गर्दा त हामीले खुसी हुन्छ कि आफ्नो तरिकाले फोन राखेको। तर सबै डाक्टर त्यस्तो गर्दैन रहेछ भन्ने चाहिँ मैले त्यो फेसबुकबाट थाहा पाएँ। 2टा डाक्टर झगडा गरिरहेको, एउटाले फोन गर्नु भनेर अर्कोले गरेर 2जना डाक्टर झगडा गरिरहेको देखेर पछिल्लो भने बाफले डाक्टर त्यस्तो छ भने अरू सामान्य बिरामीले के होला भनेर है त्यस्तो तुरुन्तै हामीले तपाईँलाई कल रिटर्न गर्न सकेन भने पनि हामी के गर्न सक्दैन। किशोर खत्री र उसको गरे हामी पक्कै तपाईँलाई फोन गर्छौँ है, त्यो समस्या छैन। अब तपाईँले चाहिँ मलाई लाग्छ 2टा कुराबाट तपाईँले सहयोग दिनुपर्छ। एउटा त सर यहाँ गुरुङ सर आफै हुनुभएको छ, तपाईँले आफ्नो संस्थामा के गर्न सक्नु कसरी गर्न। तपाईँले भवनको लागि उपचारको लागि नयाँ साधन अहिले तपाईँको आर्थिक अवस्था गाह्रो रहेछ भने पनि संस्था पनि रहेछ, जुन संस्थाले हामीलाई सहयोग गर्नु रहेछ भनेर तपाईँले उहाँको नम्बर राखिराख्नु भएको छ, उहाँलाई सम्पर्क गर्नुहोस्, केही न केही सहयोग गर्नु। किनभने हामीलाई कीर्तिपुरमा कति बिरामीहरू उहाँले सहयोग गर्नुहुन्छ। यहाँबाट जाने त तपाईँको 100 बिरामी त होइन, हाम्रो त 100 बिरामीहरूलाई उहाँले सहयोग गरिदिइराख्नु भएको छ। 1 वर्ष 2 वर्ष होइन, धेरै वर्ष अगाडिदेखि। भनेपछि तपाईँहरूको त 100 बिरामी हुने होइन। त्यसमा प्लिज सहयोग माग्नुहोस्। उहाँहरूले मलाई लाग्छ नो भन्नु त कहिले पनि भन्दै हुनुहुन्न। हाम्रो जति पनि बिरामीहरू उहाँहरूमा पठाउँछौँ हामी रिफर गरेर उहाँलाई सहयोग गरिदिनु पऱ्यो भनेकोमा उहाँहरूले अहिलेसम्म एउटा बिरामीलाई पनि नो भन्नुभएको छैन है। अब अमाउन्टमा फरक होला, हामीलाई चाहिँ त्यो बिरामीलाई चाहिएको 30,000 होला, 40,000 होला, उहाँले 40,000 दिन नसकेको होला। तर उहाँले सहयोग चाहिँ तपाईँहरूले आफ्नो बिरामी, किनभने तपाईँहरूले कहीँ पठाउनु पर्ने बिरामीलाई त्यो बिरामीलाई सहयोग तपाईँहरूको तर्फबाट त्यसलाई पुग्नु सक्यो भने तपाईँलाई सजिलो पनि हुन्छ। त्यो बिरामीले भोलि तपाईँलाई विश्वास पनि गर्न थाल्छ, ए यो सरले यो म्याडमले पठाउँदाखेरि बिबिएसले हामीलाई सहयोग गर्यो है भन्ने हुन्छ तपाईँलाई होइन, सजिलो हुन्छ नि। त्यो गर्दा बिरामीहरू तपाईँकै आउनलाई सजिलो पनि हुन्छ। त्यस्तो छ। अब अरू धेरै कुरा केही भन्नु छैन। सिक्ने कुरा जीवनभरि नै सिक्ने हो होइन, त्यो मैले तपाईँलाई भन्नै परेन। तर